हेलो गाइस, वेलकम बैक टू सागर ब्लॉग। ये मेरे वीडियो का सेकंड पार्ट हो। हाँ, अब म कहाँ जान्दैछु भन्दाखेरि फैमिली के साथ अब मेरो मामा घर जान्दैछु, जो कि मेरो मामा घर यो बेलसिरीदेखि ज्यादा दूर छैन। मेरो मामा घर गोरुमारा भन्छ, यताबाट जस्तै 1.5 किलोमिटर 2 किलोमिटर दूर छ। यो पहिलो अब स्कुल हो यो। हाँ, यो स्कुल भन्दाखेरि अहिले तक ओपनिङ भएको छैन। म आएको कति साल भइसक्यो, 4-5 साल भइसक्यो। अहिले तक ओपनिङ भएको छैन भन्छ, कम्प्लिट भएको छैन। कत्रो साल भइसक्यो यो स्कुल बनाएको देखेको, कम्प्लिट भएको छैन। अनि यो देख्नुभयो नि, यो चाहिँ बेलसिरी बगानको चाय फ्याक्ट्री भन्छ यसलाई। हाँ, यता पुरा चायहरू मतलब बनान्छ। अब कहाँ जान्छ थाहै छ हजुरलाई। अनि यो चाहिँ पुराना क्वार्टर हो। यो क्वार्टरमा मेरो बहुत पुराना यादहरू छ, किनकि म बचपनमा यो पुराना क्वार्टरमा मेरो लाइफ पनि गएको। मेरो मामा घरहरू पनि यतै थिए क्वार्टरमै। अनि फाइनली मेरो मामा घर आइपुगे, जो कि हामी आने टाइममा केही भएको थिएन। हाँ, हामी जस्तो टमटममा आए साथ मामा घरमा बसेँ। अनि 5-10 मिनट बसेको बाद यस्तो खतरा पानी आइदियो नि, यति जोर से पानी आइदियो, देख्न सक्नुहुन्छ होला। झन्डै हामी कोही भिजेन, यति जोर से पानी आयो नि। अनि दिदी भाइलाई न पुरा चिप्सहरू सबै अब त्यो भुइँमा गिराएर यिनीहरू खाँदैछ। केटाकेटी भनेको यस्तै हुन्छ। अनि यो च्याउ देख्नुपर्छ, यो चाहिँ काठ च्याउ भन्छ। लाइफमा मैले पनि खाएको छुइनँ। अनि हजुरले खाएको छ भने कमेन्ट गर्नु होला। लेकिन मैले चाहिँ पहिली बार देखेको, देख्नु त पहिला देखेको, खानु त खाएको छुइनँ। जसले खाएको छ कमेन्ट गर्नु होला कस्तो हुन्छ भनेर चाहिँ। अनि म जस्तो छाता लिएर सेन्टरतिर जान्छु भने नि, छाता पनि ओढेँ, पानी पनि रुक्यो। खै म छाता ओढ्ने साथसाथ पानी किन रुक्छु होला हौ? म छाता ओढ्ने साथसाथ पानी रुखिहाल्यो। सेन्टरतिर जान्थ्यो, यत्रो जोर से पानी आएको, अहिले एक बुन पानी छैन। अनि त्यसको बाद हामी पनि म सेन्टरदेखि पुगेर आइने साथसाथ जलबाजीमा फेरि बेलसिरीतिर जाँदैछु, मेरो ससुरालतिर। मेरो चाहिँ 5:40 को ट्रेन छ घर जाने वापस। अनि फटाफट गरेर अब हामी जायौँ मेरो ससुरालतिर। बिहानबाट शाम तक नि पुरा हरियो देखेछु आज, के किस्मत राम्रो। अनि फाइनली म ससुराल पनि आइपुगेँ। मेरो छोरीले नि ताक्लिया, पुरा ताक्लु भएर पुरा मतलब कम्फर्टेबलमा बसेछ, शान्ति लागेर नि, चुलुहरू कम्फर्टेबल छ अहिले। अनि फाइनली 5:40 को ट्रेन छ। हामीहरू अहिले 5:10 नि 5:15 भएको छ। हामी सबैजना निक्ले। स्टेसन ज्यादा दूर छैन मेरो ससुरालबाट, लगभग हजुरको 1 किलोमिटर पनि पर्दैन, आधा किलोमिटर पक्ड्नु नि त। आधा किलोमिटर छ मेरो ससुरालबाट स्टेसन। अनि जस्तो स्टेसन पुगेँ, त्यसको बाद के हुन्छ, जो स्टेसनमा टिकट दिन्छ नि त्यो अहिले तक खुलेकै छैन। अब के गर्ने हामी, जस्तो मालगाडी पनि आयो, मालगाडीहरू पार भयो। अब स्टेसनको जो टिकट दिने काउन्टर खुलेको छैन। स्टेसनमा यस्तो राम्रो छ कि आगे पनि मतलब राम्रो भ्यू छ, पछि बजार छ, राम्रो मतलब इन्जोयमेन्ट छ। यता पछि बजार छ, सब कुछ खाने पानी सब कुछ पाउँछ। अनि यता जति मान्छे छ यति भिड छ, कोही मान्छेको पास टिकट छैन, किनकि टिकट दिने उतै खुलेको छैन, काउन्टरै खुलेको छैन, कसैसँग टिकट छैन। 100% ग्यारेन्टी दिन्छु। अनि यता हामीको पनि ट्रेन आयो, जो कि हामी यो ट्रेनमा अब राङ्गापाडा तक जान्छु। अब ट्रेन आयो, ट्रेन अनुसार सबै मम्मी र दादा अनि मामालाई बाई बाई गरेँ। सबैले सिट पायो, सिटमा त एडजस्ट गरेर गएँ। म र मेरो ठुलो छोरीले सिट पाइनँ, खडा जाँदैछु। अब यता नि सबै यस्तै हो, ट्रेन लोकल ट्रेनहरूको नि अब एडजस्ट गर्नै पर्छ। झन्डै एकजना राम्रो मान्छे थियो, अनि हामीलाई सिट छोडिदियो। ऊ निशामणिमा नाम थियो। अनि छोरी म एडजस्ट गरेर हिँडेँ। अनि राङ्गापाडा ठ्याक्कै आइपुग्यो। राङ्गापाडा आउने साथसाथ मेरो छोरीलाई मलाई बोकेँ। अनि त्यसमा हिँड्नु थालेँ। अब किनकि आरतीको ब्याग पनि बोकेको थिएँ नि त। अनि हामी ठिक्कै टमटम पाएँ, टमटम रिजर्भ गरेँ, लोखरा तक रिजर्भ गरेँ। अनि टमटम यस्तो गरम चाहिँ पुरा कभरहरू लगाएको थियो, सबैजना कभरहरू खोल्नु थाले फटाफट। अनि के भन्छ टमटमवालाले कभर नखोलिदिउँ भने त्यही पनि कभर खोल्नु थाल्यो सबैजनाले। अनि त्यसको बाद हामी पनि अब आरामले टमटममा बसेँ। टमटममा बस्ने साथसाथ घर पनि आइपुगिहाल्यो। अनि अहिले फाइनली घर आएँ। घर आउने साथसाथ शान्ति लाग्यो, फ्यान लगाएर घरमा बसेँ। अनि आज जस्तै पनि दिन राम्रो गयो, सबै राम्रो भयो। अनि जति मेरो भिडियो हजुरलाई राम्रो लाग्छ सेयर गर्नु, कमेन्ट गर्नु। राम्रो लाग्छ भने राम्रो लाग्यो भने सर, अहिलेको लागि बाई बाई।